फिर से शुरू हो गया पानी पर्ने। कस्तो हावा चलेको होला के साह्रो हावा चले। पानी पर्यो त है, पानी पर्यो। पानी पर्यो त छाता नबोकेको बेला चाहिँ पानी पर्दो रहेछ के खाले हो। कता हो कता हो छाता बोकेको बेला चाहिँ एउटा थोपा पानी परेन है। पानी परिसक्यो। पतङ्ग जल बुवा चाहिँ नाक धुन्न लाग्यो। हामी रङबाट आयो कि पत्र पढ्नु भयो उहाँ ट्राफिकलाई अनि पत्र पार्नु हिँड्दैछौँ 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 अनि फेरि मम्मी उता गएन खाइ त त्यहाँबाट चरामुसो कोही आउँदैन होइन यसले रङ बाटो ल्यायो कि क्या हो त्यस्तै लाग्छ मलाई त। त्यसै फटाफट हिँडिहाल्नुपर्छ मै अगाडि सक्छु। पत्र पढ्नु भयो उहाँ ट्राफिकलाई अनि पत्र पार्नु बुवाको ढाडभरि झिङ्गा बस्छ। राउन्ड भएको है। ओके
भनेको है गएर आइसक्यो गर्मी भएर फाङ 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 भएर आइसक्यो पानी आएर पर्छ हातै गल्यो मेरो एक्लै हिँड्नु परेको छ पनि सकिहाल्छ नि हामी नेपाली हो नि त अब त्यो कहाँ बसेर चिच्याइरहेको चाहिँ कस्तो हावा खै कता खै में मंगल नहीं करेंगे हम तो यस्तो यस्तो बाटो हिँड्नुपर्छ नेपालको जस्तै कस्तो हावा चलेको तर लास्टै आज चाहिँ बल्ल त्यहाँ आइपुग्नु भयो म यहाँ छु यस्तो खुट्टाको मसाज पनि हुने रहेछ कि होइन ल एकजना म्याडम चाहिँ आइपुग्नु भयो हाम्रो टोलीको अब अर्को आउँदै हुनुहुन्छ अर्को टोली चाहिँ कहाँ अड्ने होइन टोली चाहिँ कता हो नि अब थर्ड पर्सन थर्ड टोली आउने
बागदार हिँडे जस्तो छैन त बागदार होइन खदार मलाई झिँगाल टोक्यो होइन तिनीहरू चाहिँ हिँड्नै सकेन जस्तो उनीहरू त फर्किसके त्यही पनि हिँड्न सकेन खुट्टामा के भन्नु अरे यसरी हिँड्छौँ यस्तो सजिलो बाटो त हिँड्न सक्दैन तिनीहरू नेपाल रियल बाटो त देख्नु छ नेपालमा चाहिँ ल मेरो फेरि लेस सक्यो कति खुस्किन्छ यार अब त पानी पऱ्यो नि यता नि यो म हिँड्न सकेन के हाल होइन तिनजना पार्टीमा त ल ल तिनजना पार्टी यहाँ झिङ्गाले अट्याक गरिन् झन्डै अर्को बाटो लगेको थिएँ छ्या कस्तो झिङ्गाले टोके छैन डाँडा र काँडा यता रुख ढलेछ समुद्र देख्न थालिसक्यो समुद्र कि माछी चाहिँ यता छ चिच्याउँदै खानु मान्छेहरू ऊ त्यहीँ रहेछ ल कराउँदै अनि आउँदै होइन पुरा ठाउँमा आयो है दामीदेखि है क्याम्प बनाएर बस्नेहरू पनि हुँदैन ऊ घर पनि रहेछ खोलाको छेउ घर हो कि टोइलेट हो अब यस्तो डाँडा हो हामी चाहिँ यहाँबाट आयौँ Look at this. Right now we are here. अझै लाग्छ होला 10 मिनट जस्तो किनारामा पुग्नलाई के भइरहेको सिप आइरह ऊ आएर के भएको हेर्न यत्रो डाँडा हुन्छ हेर्नु पछाडि हेर्नु यो डाँडाबाट हामी तल झऱ्यौँ डाँडाको नाम के नि समुद्रमा छौँ अब यो डाँडाको नाम थाहा छैन है उनीहरू चाँडै आयो नि त नि उतासम्म गएर मम्मीले त जहिले टोइलेट आउँदैछ बाटो बाटो लाएर कस्तो राम्रो निकाल्दै मैले कस्तो राम्रो यहाँ चाहिँ चिया ऊ त्यो तोरीबारी जस्तो के अरे धानबारी जस्तो फेरि ओह्रालो झर्नु पर्ने रहेछ के हो रहेछ तर कस्तो म्यानेज गरेर बनाइदिएको कि हिँड्न सजिलो है यतै जाने रहेछ क्या उतै मेरो चाहिँ हाल्दै यसको अहिले उक्लिने
के अरे जाने कस्तो लिएर आएको यो डाँडा पारी त्यो डाँडा पारी साउने झरी इन्द्रणी बारी देउराली पिराती सारा खोला सारी पारीमा रे माया साटो है ओ माया साटो है घरमा को छ हामी आएको थियौँ कोक फ्यान्टा लिएर आउलान् भनेको त एनर्जी ड्रिङ्क बोल्दैन नि त उकालो चढ्दै उडालो झर्दै कालो ओह्रालो डाँडा अनि यस्तै ममलाई नेपाली बाघ भइरहेको उकालो चढ्ने मान्छे यहाँ चाहिँ यति जा अब चढ्नु त्यो यति लामो गएको छैन नेपालमा यस्तो बाटो छैन रोड बाटोबाट कति 1 मिनटको बाटो 1 मिनट लाग्दैन उकालो चढेपछि ठ्याक्क मन्दिर आउँछ गाउँमा को लगाने मकैबारी दर्याम दर्याम हरियो काँक्रो कर्याम कर्याम अब चाहिँ गाउँमा बस्यौँ हामी सानो घर हो हाम्रा हिँड्नु मन कस्तो हामी छौँ। गाउँ आइपुग्यो कहाँ खोला हो समुद्र आइपुग्यो मान्छेहरू समुद्रमा नाचिरहेछन् गाउँघर जस्तो होइन कता हुनुहुन्छ यो उसमा चाहिँ त्यो डाँडाबाट हामी तल झऱ्यो डाँडाको नाम के नि समुद्रमा छौँ अब यो डाँडाको नाम थाहा छैन है उनीहरू चाँडै आयो नि त नि उतासम्म गएर ममा चाहिँ जहिले टोइल आउँदैछ बाटो बाटो लाएर कस्तो राम्रो निकाल्दै मैले कस्तो राम्रो यहाँ चाहिँ चिया ऊ त्यो तोरीबारी जस्तो के अरे धानबारी जस्तो फेरि ओडाएर झर्नु पर्ने रहेछ के हो रहेछ तर कस्तो म्यानेज गरेर बनाइदिएको कि हिँड्न सजिलो है यतै जाने रहेछ क्या उतै मेरो चाहिँ हाल्दै यसको अहिले उक्लिने बेला के अरे जाने कस्तो लिएर आएको यो डाँडा पारी त्यो डाँडा पारी साउने झरी इन्द्रणी बारी देउराली पिराती सारा खोला सारी
पारीमा रे माया साटौँ है माया साटौँ है। घरमा को छ हामी आएको थियौँ कोक फ्यान्टा लिएर आउलान् भनेको त एनर्जी ड्रिङ्क बोल्दैन नि त। उकालो चढ्दै उडालो झर्दै कालो ओह्रालो डाँडा अनि यस्तै गरिदिनु ममलाई नेपाली बाघ भइरहेको उकालो चढ्ने मान्छे यहाँ चाहिँ यति जा अब चढ्नु त्यो यति लामो गएको छैन नेपालमा यस्तो बाटो छैन पिच रोड बाटोमा त कति 1 मिनेटको बाटो 1 मिनेट लाग्दैन उकालो चढेपछि ठ्याक्क मन्दिर आउँछ। गाउँमा को लगाने मकैबारी दर्याम दर्याम हरियो काँक्रो कर्याम कर्याम। अब चाहिँ गाउँमा बस्यौँ हामी। सानो घर हो हाम्रा हिलो मन गाउँ आइपुग्यो उकालो खोला हो समुद्र आइपुग्यो मान्छेहरू समुद्रमा नाचिरहेछन् गाउँघर जस्तो। यता कता हुनुहुन्छ? माथिसम्म आयो ल बेला बिताइरा
केराको चिल्लो पात सिरानी लाउन देऊ दाहिने मेरो पानी छेक्नु भएको ए पानी नै परेको छैन आफूले आफ्नो भारीले बोक्न सकेको छैन अर्को भारी बोकेको छ मेरे पछि लागिरहेछ थाहा छैन मलाई चाहिँ रमाइलो लागिरहेछ समुद्रको छेउमा नाचेर पनि आइयो उहाँ चाहिँ बिस्कुट खाँदै पुग्यो अब समाउनु ठाउँ छैन मेरो समुद्रसँग लिङ्क छ क्या अस्ति फोन गरेर भने यतातिर त कुकुर पालेको छ होला है सेक्युरिटी गार्डको हो क्या हो सेक्युरिटी भिल्ला रे त्यो अघि नगएको केटाहरूलाई भेटा त ल यस पुगिसकेछ ल अब हामी घरतिर लाग्यौँ उकालो चढ्दै नाच्नुसम्म नाचेर आयो नाच्नुसम्म नाचेर आयो नाच्ने नै त्यही हो त अनि कहाँ गएर नाच्नु त अब होइन अब हामी चाहिँ गाउँतिर जान्छ चस्मा लगाएर हेर्नुपर्छ त्यो 50-60 भयो भने चाहिँ 8 फिगर अनि यता जानुभयो भने हामी अघि गएको ठाउँमा अब हामी घरतिर लाग्छौँ अब जाउँ जाउँ घर जाउने अनि यहाँ कटेजहरूको पनि व्यवस्थित छ इनकेस कोही आएर लङ स्टे बस्न चाहनुहुन्छ भने सम्पर्क राख्नु होला तपाईँ यो के गर्नु भएको यो जनता जान्न चाहन्छ हेर्नु त यहाँ टुसा सहितको निकाल्नु भएछ कर्कलोको बोर्ड जस्तो सानो ऊ त्यहाँ बाटोमा आउँछ नि त्यहीँ अगाडि ऊ यो कलिलो छ यहाँ जनता पार्टीले उखाल्न लाउनु भएको छ तपाईँले उखाल्नु भयो भने चाहिँ त्यसरी उखाल्नुहुन्छ र गाई जब हामी उकालो त्यही अघि आएकै बाटोबाट उक्लिँदैछौँ अब हामी माथि पुगेपछि मात्रै कन्ट्याक्टमा आउनेछौँ सियु गाई मम्मी भिडियो बनाउनु ला यस्तो उफ्रिरहेको पानी आयो होइन भेल आयो त्यही भएर त्यसले त्यो हल्लाको अब हिँड्न सक्छन् कि सक्दैनन् मम्मी कम्बर कसेर हिँड्नलाई चाहिँ तपाईँ काम नपाउने मान्छे रहेछ ल भयो बोटमा त लैजाउँ मैले त्यो अघि ओखालिन त हेर्नु त गाइस मलाई यहाँ भारी बोकाएका डोको मात्र बाँकी छ
मम्मीलाई त ठ्याक्कै बारी होइन अर्काको बारीमा क्या ला के कर्कल हो र त्यो गाउँतिर गएर मम्मीले अहिले मामा घर आएर मामाले गाली गर्छ थाहा हुन्छ हाम्रो फर्स्ट टोली चाहिँ अगाडि पुगिसके कता कता जुत्ता त खतरा हिलो भयो हामीहरू त भाल्लै भाल्लो लागेर चियाको बगानैमा